क्यान्सर फ्याक्ट्री यो चाहिँ क्यान्सर उत्पादन गर्ने ठाउँ लाजै पचाएर दिउँसै पुरै यहाँ हुस्सु जस्तो भएर सिमेन्ट छोडिदिएको थियो। अब के गर्ने। हेलो अनि नमस्कार सबैजनालाई, वेलकम टु माई अनदर भिडियो। आज चाहिँ मैले मौसम यस्तो दामी छ भनेर भन्नको लागि भिडियो बनाउँदैछु। चाहिँ हाम्रो दाङघोराईको मौसम चाहिँ यस्तो छ। हजुरहरू कहाँबाट हुनुहुन्छ, के हुनुहुन्छ, उताको मौसम कस्तो छ प्लिज कमेन्ट गर्नु होला। हाम्रो मम्मी चाहिँ त्यहाँ बसेर मैले भिडियो बनाएको देखेर हाँसिराख्नु भएको छ। नानी म राम्रो देखाएको छु नि। मम्मी कसरी हो अरे सिकाइदिनु त अन्त। दिस इज माई हाउस। अनि मेरो अनुहार चाहिँ हजुरहरूको लागि नयाँ हुनसक्छ, नयाँ नै हो। युट्युबको जर्नी चाहिँ मैले भर्खरै स्टार्ट गरेको। अनि हेरौँ कहाँसम्म पुग्छ, जहाँसम्म पुग्छ लिएर जाऊँ यसलाई। सबैजनाले सपोर्ट गर्नु होला। मेरो परिचयको कुरा गर्नुपर्दा चाहिँ मेरो नाम चाहिँ काजल सुवेदी, उमेर चाहिँ मेरो 22 वर्ष अहिले। मेरो पढाइको कुरा गर्नुपर्दा चाहिँ म चाहिँ +2 गरेको। अनि त्यसपछि म चाहिँ इपिएस पीडित, इपिएस पास गरेर बसेछु। भिजा चाहिँ आएको छैन, इस्यु भएको छैन। आजको मौसम यस्तो दामी छ, यस्तो दामी छ। अनि यो छ हाम्रो घर चाहिँ ठ्याक्कै हाम्रो घर चाहिँ ठ्याक्कै यो हो क्यान्सर फ्याक्ट्री। यो चाहिँ क्यान्सर उत्पादन गर्ने ठाउँ। यहाँबाट चाहिँ हामीले क्यान्सरको के लिन्छौँ रे, लिइरहन्छौँ। दिनदिनै के गर्नु, लिनै पर्यो, घर नजिकै छ। यस्तो छ त हेर्दा त यति राम्रो देखिन्छ होइन। यसले यति सिमेन्ट छोड्छ राति। लाइक मान्छेहरू जब सुतिसक्छन् नि, मान्छेहरू सुतिसके पछाडि 11, 12, 1, 2 बजे या फिर पहिले मर्निङ वाक जाने बेला बिहान 4 बजीतिर त्यो जाडो दिनमा त हुस्सु लागेको बेला छोड्दै हुन्छ कि। अब सिमेन्टको त्यो त थाहा भइहाल्छ नि होइन र। अस्ति त लाजै पचाएर होइन नानी, लाजै पचाएर दिउँसै पुरै यहाँ हुस्सु जस्तो भएर सिमेन्ट छोडिदिएको थियो। अब के गर्ने। यसको कुरा छोडौ, यो हेरौ हाम्रो घरमा मम्मीले यति दुःख गरेर घिरौला। मान्छे पनि लोभिन्छन् हाम्रो घर घिरौला देखेर। कसलाई मन पर्दैन, तर धेरै मान्छेलाई मन पर्दैन घिरौला। मलाई चाहिँ असाध्यै मनपर्छ। हामी चाहिँ डेली खान्छौँ यो, असाध्यै मनपर्छ। मम्मी हेलो भनिदिउँ त। मम्मी, उहाँ चाहिँ मेरो मम्मी अनि उहाँ चाहिँ मेरो सिस्टर, माई क्यामेरा म्यान। आज चाहिँ मैले मौसम अपडेट दिनको लागि मात्रै। यो चाहिँ आजको दाङघोराईको मौसम हो। यस्तो दामी छ। अहिले चाहिँ हावा पनि लाग्न थाल्यो अलिअलि। अनि सहरको मान्छेलाई यो फिलिङ कसरी भन्नु, यता हेरे पहाड, निलो आकाश, सेतो बादल। वाह, सहरको मान्छेलाई कसरी भन्नु, कसरी यो फिलिङ भन्नु। तर उनीहरूलाई थाहा चाहिँ हुन्छ। तर दिनदिनै जिउनुको मजा नै फरक छ के। यस्तो वाह, यस्तो फ्रेस हावा, न धुलो छ न केही छ। लाजै पचाएर धुलो त छ फेरि। अब सिमेन्ट उसले छोडेको बेला चाहिँ छ, न त अरू बेला त फ्रेस नै छ। यो चाहिँ मेरो बारीमा के छैन। मेरो बारीमा के छ, बेलौती छ, बेलौती फल्या छ, मेवा छ, आँप छ, पछाडि केरा छ, अनार छ, लिची छ, अनि के छ अरे स्याउको बुटा पनि छ। अरू कागती छ, किमुको बुटा छ, यो सबै छ। के छैन, यति हो मेरो सारा सम्पत्ति, मेरो सर्वस्व, मेरो संसार, मेरो घर, मेरो महल यति हो। तर यहाँ चाहिँ के छैन, एउटै छैन। मेरो बाबा हुनुहुन्न अहिले चाहिँ।
मेरो बाबा चाहिँ हुनुहुन्न, अरू चाहिँ सबै छ, सबै भरिपूर्ण छ। मलाई भरिपूर्ण छ, अझै बनाउनु छ, धेरै गर्नु छ, तर अहिलेको लागि चाहिँ सबै छ। यो मकै चाहिँ कहिले खाने हुन्छ भनेर। सूर्यनारायणले दर्शन दिनुभयो भर्खरै। म चाहिँ एकदमै आध्यात्मिक मान्छे, म चाहिँ एकदम स्पिरिचुअल मान्छे। सो म हावालाई पनि पूजा गर्छु, सूर्यनारायणलाई पनि पूजा गर्छु। जय श्री राम, जय श्री कृष्ण, राधे राधे। कस्तो भिडियो भयो? व्हाट इज दिस? इज इट ब्लग or something else? I don't know. तर मौसम आज यति राम्रो थियो कि पोजिटिभ एनर्जीहरू आइरहेछ के। अनि हाम्रो घरको अर्को सदस्य हुनुहुन्छ। हेलो, नमस्ते, मेरो नाम हो, नमस्ते गर, नमस्ते, मेरो नाम हो क्रिस सुवेदी। म चाहिँ यो घरको सबैभन्दा कान्छो सदस्य हुँ, सबैभन्दा अल्छी, सबैभन्दा सुतिरहने, बिना कामको निठल्ला, काम छैन, कहिले कहिले चाहिँ भुक्छु नत्र भुक्दैन। सो बाई बाई, अहिलेको लागि चाहिँ तो मिल्ते हैं नेक्स्ट भिडियो में। अनि कहाँदेखि हुनुहुन्छ कमेन्ट गर्न नबिर्सिनु होला। बाई बाई। थ्याङ्क यू सो मच साथीहरू फर वाचिङ दिस भिडियो। आज चाहिँ हामीले गाउँघरको नेचरको मजा लियौँ। यस्तै भेट्नेछौँ अर्को भिडियोमा। सो मन पर्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सनु होला।